यसले चाहिँ मेरो भिडियो कालो हैन क्या कालो निकाल्दै क्या एकदम। हेलो गाइज, वेलकम टु माई च्यानल। सो यो चाहिँ दोलखा डायरीज को डे 1 एन्ड डे 2 को भिडियो हो। यो चाहिँ अब अन द वे को क्लिप्सहरु भयो। मैले सपनामा मेरो टाउकोमा हगे देखेको कसले हग्यो? जाने बेला भयो रे। सुगन मान्छे मैले नि यही गर्छस्। अब पेट्रोल पम्पतिर रोक्ला नि। यो चाहिँ खरीढुङ्गा भन्ने ठाउँ हो अनि इट लुक्स सो गुड के यो पानी परेको सिजनमा चाहिँ यस्तो देखिन्छ। यतिखेर चाहिँ हाम्रो बसको यात्रा चाहिँ यही समाप्त हुन्छ र यो चाहिँ सिंहटी बजार हो दोलखाको। एउटा खाल्डोमा पऱ्यो र यहीँबाट हाम्रो दोस्रो दिन सुरु हुन्छ। हामी चाहिँ बेलुका पुगेका थियौँ मामा घर। हेलो गाइज, फोटोसुट गर्न हिँडेछ साइली। ओ साइली, ए साइली होइन, ऊ त माइली हो। माइली साइरस। अनि अब मौसमको ठेगान छैन है, यहाँ चाहिँ यस्तो खुल्ला छ, कहीँ चाहिँ फेरि यस्तो छ। हेरौँ। अनि तिमी त के हो लाछाडा डोरी बाँधेर पुरै पुरै खतरा माइली भएछ त। काइली नै हो। म त काइली नै हो। काइलीको ब्युटी काइलीको ब्युटी चाहिँ अब यस्तै हो होइन। रमाइलो गाउँ यस्तो छ बाटो। कता हिँडेको बिजुली हट भएर पट भएर यही नाइले हामी कतिखेर कहाँ पुग्छ भन्दा पनि थाहा छैन। हेलो गाइज, डु आई लुक ब्युटिफुल? फुल हाय यार यस्तो राम्रो भएर हिँडेको सब मेकअप बिग्रिनु भयो। के गर्नु? क्या तुम थक गए हो? इतने में ही थक गया। आई गेस हामी आइपुगिसकेका छौँ। हामी प्रत्यक्ष प्रसारणमा छौँ भने कि हामी यति बेला प्रत्यक्ष प्रसारणमा छौँ। ल हेर्न सक्नुहुन्छ यति राम्रो ठाउँ, घाम लाग्यो भए त चुम्मेश्वरी नै देख्थ्यो होइन। यति राम्रो ठाउँ, यति राम्रो गाउँ, चिटिक गाउँ त छैन, चिटिक्क परेको ठाउँ, यति रमाइलो होइन। शून्य छ जताततै। यदि म गलत छैन भन्ने डलढुङ्गा यही हो। यही हो किनकि ढुङ्गै ढुङ्गा छ नि त। फोटो खिच्नलाई ल हेर्न सक्नुहुन्छ यति राम्रो दृश्य। ल हेर्नुहोस् यति राम्रो दृश्य कहाँ देख्न पाइन्छ। ल यहाँ हुनुहुन्छ हाम्रो मोडल अनिसा खड्का। छिट्टै तपाईहरुले पनि लन्च गर्नुहोस् हाम्रो मोडललाई तपाईको भिडियोजहरुमा। ल जा मैले हैन यसको यस्तो दामी भिडियोहरु गरेको छु, यहाँ हाल्छु हैन। यसले चाहिँ मेरो भिडियो कालो हैन क्या कालो निकाल्दै क्या एकदम कालो। मतलब म मान्छु, म
कालो छु भनेर म मान्छु होइन, आई एग्री। तर हल्का लाइटिङ मिलायो भने त मान्छे त देखिन्छ नि। मान्छे नै नदेखिने गरी कालो निकालिदिने चाहिँ के हो तिम्रो पारा हो? लाछा डोरी लगाएर आफ्नो भिडियो राम्रो निक्लेसी हो त्यस्तै निकाल्यो मेरो भिडियो फोटोहरू। फोटोसुट कस्तो लाग्यो तपाईँ? मैले फोटो खिचेँ एकदम दामी। ल ठिक छ, अलिकति 2-4 लाइन अझै तारिफ गर्न। दामी अलिक तारिफ गर। एकदम राम्रो लाग्यो नि भिडियोहरू। ममा फोटोग्राफर भिडियोग्राफरको क्वालिटी छ नि। रेकमेन्डेड समिता। कसैले फोटोसुट भिडियो सुट गर्छ भने कन्ट्याक्ट टु समिता। अब सब मेरो फोनमा फोटो भिडियो खिचेको छ। इच फोटोको 10 रुपियाँ लिएर इच फोटोको मैले 10 रुपियाँ लियो भने नि कति 1000 रुपियाँ त कमाउँछु होला मैले। भिडियोलाई चाहिँ 20 रुपियाँ लिनु पर्ला। के भयो जुका? अहिले जुका लाग्यो भनेदेखि यसको मुटु यहाँनिर आइपुग्छ। म गरेर पुरा रुनलाई ओहो कम्प्लेन गरिरहेको थिएँ। यहाँनिर गर्दैन कम्प्लेन जुगाको लागि चाहिँ। गर तिमीले मेरो मन जित्ने मान्छे बाटो हेरेर हिँडेर लडलाई। मेरो मन जित्ने एकमात्र मान्छे। म कसरी कम्प्लेन गर्न सक्छु र? अघि उकालो चढ्नु पर्यो भनेर ओहो गाह्रो भयो। म सक्दिनँ भनिरहेको थिएँ। अब 101 फोटो र भिडियो बनाएपछि त ल हेर्नु यही हुन्छ के भाइ रमाइलो। मान्छेलाई एउटा फोटो राम्रो आयो भने मक्ख ऊबाट अहिले मैले यहाँ 1000 रुपियाँ दिएँ भन्यो भने दिन्छ होला उसले, केही बुढा नमानिकन, किनकि उसको फोटो भिडियो एकदम अक्खा आएको छ। ल ठिक छ गाइस, पानी पर्नु लाग्छ है। यो चाहिँ हाम्रो डे 2 हो है दोलखामा त। डे 2 हो, डे 2। जस्ट ओभरअल परिरहेछ है तर मस्न यस्तो बादल धुम्म हुँदा नि मैले यसको फोटो दामी निकाल्दैछु कि। एन्ड घाम लाग्यो बबाले आउँथ्यो। अनि जस्ट यस्तो सायद म 4 डेजकै भ्लग एउटामा बनाएर अथवा 2 दिनको एउटा लाइक सर्ट भ्लग नै बनाएर चाहिँ त्यस्तो बनाएको नि। सो आजको मेजर चाहिँ यही भएको थियो। त्यस्तो मेजर इभेन्टहरू केही भयो भने हल्का रेकर्ड गर्ने हो अनि युट्युबमा कम्पाइल गरेर हाल्ने हो। सो गाइज डे 2 चाहिँ यस्तै भयो। अब हजुरमाले पानीले भिज्छै नजा भनेर भएको थियो। अब नभिजिकन गयो भने त भिजेन भन्दै नाच्नुहुन्छ हजुरमाको अगाडि, तर भिज्यो इन केस भनेदेखि चाहिँ फेरि गाली खान्छ। त्यही हो गाइज। अब अर्को भिडियो के हुन्छ मेजर हेरौँ। अनि अब हामी न्युरो खोज्नु जाँदाखेरि बनाउनुपर्छ ल भिडियो। न्युरो खोज्नु जानुवाला छौँ, त्यतिखेर भिडियो बनाउँछौँ। बाई गाइज। मिठो छ।